83 2 महिना 27 गते आज चाहिँ कोरा घुम्ने दिन सैलुङमा है। आजको भिड यस्तो छ साथी हो। आज हामी पनि कोरा घुम्नलाई हामी कति बजे अहिले 9 बजे बेलुकाको 9 बजे हामी कोरा घुम्नलाई निस्केछौँ। मेन चोकमा सैलुङमा आइपुग्यौँ है। अब हामी यहाँबाट चाहिँ चाइना हुँदै घुम्नेछौँ। कोरा घुम्ने दिन चाहिँ दिनभरि बिहानदेखि बेलुका रातभरिसम्म घुम्ने भन्ने प्रचलन छ। सकेसम्म आज मान्छेहरू रातभरिसम्म घुम्छ है। हामी पनि आज कोरा घुम्नेको दिन आइरहेको छौँ। चक्कर लाउँदै हुनुहुन्छ कस्तो छ मौसम पनि आज चाहिँ दिउँसोको शीतल भएर चाहिँ मौसम पनि पानी शीतल परेर यस्तो भगवान्ले पुऱ्याइदियो यस्तो आज चाहिँ पुरा घुम्ने टाइमलाई चाहिँ शीतल होस् भनेर एउटा किसकिस हुनु पऱ्यो जस्तो गरिरहेको छ है। यस्तो धर्मअनुसारले चाहिँ चक्कर लाउँदै हुनुहुन्छ। खानाको व्यवस्थासम्म गर्नुभएको छ। यसमा चाहिँ हामीले खानेकुराहरूको चाहिँ लगाउनु भएको छ फ्री लङ्गर हो। यो धर्मको नाममा है। यहाँभित्र चाहिँ पुरै फ्री लङ्गर छ, सुरु छ। इच्छुक भएको मान्छेहरू आएर खाना सक्नुहुन्छ यहाँभित्र गएर। पुरै व्यवस्था छ। बाटाबाट पानी जुस खानाहरू के खानुहुन्छ खाजाको रूपमा सबै कुराहरू व्यवस्था सुविधा गर्नुभएको छ। पानी जुसहरूको पनि व्यवस्था छ। अनि आएर खानुहुन्छ लेमन जुस पानीहरू है यसरी वितरण गरेको छ। पानीहरू बाँड्यो भन्नुभएको छ। ल हामीले पनि एउटा बोतल ल्याइ कस्तो गर्छ पैसा लाग्दैन यो फेरि। ल हेर्नुहोस् पानी एकदम गरेर राख्नुपर्छ। आफूले त्यसै मान्नुभएको धर्मको लागि उहाँले चाहिँ धर्म हुन्छ भनेर चाहिँ आफ्नो व्यक्तिगत तर्फबाट चाहिँ फिल्म बान्नुभएको है। त्यसमा चेलिएर फेरि पछि कोरा घुम्ने गर्नुमा यो चाहिँ वर्षको एकचोटि लाग्छ। यसलाई सकदवा पनि अथवा सकदवा पनि भन्छ। यो चाहिँ सैमीको वरिपरि यसरी लडेर दुई हात जोडेर आज बिहानदेखि लिएर रातभरिसम्म यो घुम्ने कार्यक्रम हुन्छ, जुन कि सकदवा पर्व पनि भनिन्छ। यसरी लडेर दर्शन गर्दै पाइला गन्दै वरिपरि घुम्न गर्नुहुन्छ उहाँहरू। आज बिहानदेखि रातभरि गरेर भोलि बेलुकासम्म चाहिँ यो चाहिँ भइरहन्छ। ल हेर्नुहोस् यसरी गरेर घुम्यो भने पाप कटेर पुण्यको बाटो पुगिन्छ भन्ने प्रचलन छ। त्यही भएर उहाँहरू पनि यसरी नै लडीबुडी गर्दै पाइला नाप्दै स्वयंले यो चक्कर कतिखेरसम्म सकिन्छ कतिसम्म सकिन्छ गरिरहनुहुन्छ। यहाँ चाहिँ बत्ती बाल्ने कार्यक्रम छ। बत्ती बाल्न इच्छुक भएकोले चाहिँ यहाँबाट लिएर बत्ती बाल्न सक्नुहुन्छ है साथीहरूलाई। यो चाहिँ भगवान् बुद्धको पाइला भनेर चिनिन्छ। यहाँ चाहिँ सबैले दर्शन गर्नुहुन्छ यहाँ आएर है, पूजा गर्नुहुन्छ है। अलिअलि पानी पनि आएको थियो, त्यस कारणले उहाँले चाहिँ रेनसुट लगाएर पाइला नाप्दै ढोक्दै हिँड्दै गर्नुपर्छ। पानीको कारणले गर्दा नि त्यस्तै मान्छेहरू यस्तै भिड छ। धेरै परिश्रम गर्दै हिँड्नु भएको छ आफ्नो पुण्यको लागि है। ल हेर्नुहोस् त मान्छेहरू सैनीको पुरै एक चक्कर घुम्दा चाहिँ कोरा लाउने क्रममा चाहिँ जाम मान्छेको भिडले गर्दा होला 1.5 घन्टा जति लाग्यो। अझ जुन स्टार्ट पोइन्टबाट पुग्नै बाँकी छ है। घुमेको घुमै गर्ने हो।
रातो लुगा लाउने नानीहरूलाई सोध्दा चाहिँ हामी बिहानदेखि घुमेको हो रातभरि हेरौँ कति बजीसम्म घुम्न सकिन्छ हेरौँ सकेसम्म हामी रातभरि नै घुम्छौँ भन्ने प्लान गरेछौँ अब हेरौँ भन्नुभएको छ उहाँ चाहिँ बच्चाहरू सानसानो बच्चाहरूसहित लिएर चाहिँ घुमिरहनु भएको छ कोरा लगाएर इन्डियन पोइन्टमा आइपुग्यो पौने घन्टै लाग्यो है पौने घन्टा भनेपछि 9 बजे हिँडेको पौने 10 भनेपछि 10 बज्यो लगभग भनौँ न 10 बज्यो है हामी 10 बजे राति भइसक्यो अब हामी चाहिँ यतातिर यो ठाउँमा चाहिँ बत्तीहरू बाल्न सक्नुहुन्छ तपाईँहरू आएर भगवान बुद्धको नाममा भगवानको नाममा बत्तीहरू यहाँ किन्न पर्छ किनेर चाहिँ बाल्न सक्नुहुन्छ यहाँ अगाडि यो साइडतिर अगाडि 3वटा बुद्धहरू हुनुहुन्छ उहाँहरूको अगाडिमा एउटा बत्ती बाल्ने ठाउँ छ यहाँ आएर चाहिँ तपाईँहरूले चाहिँ बत्ती बाल्न सक्नुहुन्छ साथीहरू आज चाहिँ कोरा लगाउने दिन पुरै मान्छेको यस्तै भिड छ है तपाईँले देखिसक्नुभयो होला सँग पुगेर मागे भने पुरा हुन्छ भन्ने प्रचलन छ है रातभरि हिँड्न सक्ने मान्छेहरू धर्मप्रति बढी आस्था भएको मान्छेहरू आज चाहिँ रातभरि नै सुत्दैन एउटा घुमेर हामी चाहिँ माथि दर्शन गरेर अहिले निस्क्यौँ आज चाहिँ भिडहरू मान्छेहरू यस्तै भिड छ है आज सकदवा पर्व भन्छ यो कोरा लाउने दिन हामी चाहिँ कोरा लाउने भनेर चाहिँ वरिपरि तलबाट घुम्ने क्रम भएर चाहिँ हामी चाहिँ माथि मेन स्वयम्भूको मन्दिरमा चाहिँ पुगेनौँ यही तलबाट वरिपरि कोरा लगायौँ 1 घन्टा लाग्यो लगभग आज चाहिँ उहाँहरू चाहिँ रातभरि नै घुमेर भोलि बेलुकासम्म घुम्नुहुन्छ है उहाँहरू चाहिँ ल साथीहरूलाई हेर्दै गर्नु होला लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु होला यस्तै भिडियो अझै अपडेट गर्नेछु भन्दै बिदा चाहन्छु ओके बाई बाई गुड नाइट साथीहरू हेलो साथी गुड मर्निङ ल त्यो दिनको अर्को दिन बिहान पखको फेरि झलक हजुरलाई म देखाइरहेको छु स्वयम्भूमा अर्को दिन बिहान पकाएको उहाँहरू चाहिँ यसरी नै रात दिन बिताउनु भएछ राति पुरै बिताउनु भएछ उहाँहरू कतिजनाले अब रात बिताउनु भयो कतिजना कोरा लाउनु भयो यो सकदवाको प्रति यो लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला यो हेरिरहनु भएको साथीहरूले है ल आज म चाहिँ बिहान फेरि बिहान पोखा आएर चाहिँ म कोरा लगाइरहेको छु साथी त्यो दिन म चाहिँ 10-10:30 बजीसम्म लगभग घुम्यो त्यसपछि म चाहिँ घरतिर आएर अर्को दिन बिहान पोखा आएर चाहिँ फेरि के गर्छु त भिडियो अपडेट गरिरहेको छु साथीहरू ल त्यो अर्को दिनमा चाहिँ म चाहिँ कोरा लाउने कार्यक्रम भइरहेको छ उहाँहरू चाहिँ रातभरि यसरी नै बसिरहनु भएको छ हिँड्ने मान्छे हिँड्नुपर्छ यहाँ चाहिँ हाम्रो खिचडी बिहान पकाएको खिचडी खाजाको व्यवस्था पनि छ पानीहरूको व्यवस्था पनि छ यो लाइनमा चाहिँ हिजो चाहिँ बेलुका पुरै खाजाको व्यवस्था पानीको व्यवस्था जुसको व्यवस्था लेमनको व्यवस्था जे खान्छु भन्दै थियो साथीहरू बिहान पखको भ्यू पनि देखिहाल्नुभयो कोरा लाउने दिन सकदवाको दिन कोरा लगाएको दिनहरू चाहिँ बिहान पखको भ्यूलाई मन पर्यो लाइक सेयर कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला त भन्दै म बिदा चाहन्छु ओके बाई बाई हेभ अ गुड डे